एसिया र युरोप फराकिलो घाँसे मैदानलाई के भन्छ? एसिया र युरोपमा फैलिएको घाँसे मैदानलाई के भनिन्छ? स्टेप्स। क्याप्सियन ताल कुन देशमा पर्छ? क्याप्सियन ताल कुन देशमा पर्दछ? इरान र रुस। भारतको चिडियाखाना भनेर कुन देशलाई चिनिन्छ? भाषाको चिडियाखाना भनेर कुन देशलाई चिनिन्छ? भारत। होम अफ म्यान भनी कुन देशलाई चिनिन्छ? होम अफ म्यान भनी कुन देशलाई चिनिन्छ? एसिया। एसिया र उत्तर अमेरिकालाई छुट्याउने जल संयोजन बेरिङ हो। एसिया र उत्तर अमेरिकालाई छुट्याउने जल संयोग बेरिङ हो। संसारको छानो रुफ अफ द वर्ल्ड भनेर कुन केलाई चिनिन्छ? संसारको छानो रुफ अफ द वर्ल्ड भनेर केलाई चिनिन्छ? पामिर पत्थर तिब्बतको पामिर पत्थर। एसिया र युरोपलाई छुट्याउने पर्वत युराल हो। एसिया र युरोपलाई छुट्याउने पर्वत युराल हो। एसिया र उत्तर अमेरिकालाई छुट्याउने जल संयोजक के हो? एसिया र उत्तर अमेरिकालाई छुट्याउने जल संयोग बेरिङ हो। रुस र युरोप। एसिया र युरोप दुवै महादेशमा फैलिएको देश रुस र टर्की हो। एसिया र युरोप दुवै देशमा फैलिएको देश रुस र टर्की हो। पामिर पत्थरलाई अर्को के नामले चिनिन्छ? रुफ अफ द वर्ल्ड। त अघि नै पढे है। एसिया र अफ्रिका महादेशको बीचमा रहेको सागर। एसिया र अफ्रिका महादेशको बीचमा रहेको सागर लाल सागर हो। क्याप्सियन ताल कहाँ पर्छ? क्याप्सियन ताल इरान र रुसको बीचमा। क्याप्सियन ताल कहाँ पर्छ? इरान र रुसको बीचमा। उत्तर र दक्षिण अमेरिकालाई जोड्ने नहर के हो? पनामा नहर। दक्षिण अमेरिका र एन्टार्क्टिकालाई कुन नहरले जोडेको छ? डेक नहर। दक्षिण अमेरिका र एन्टार्क्टिकालाई कुन नहरले जोडेको छ? डेक नहर। क्षेत्रफलको आधारमा विश्वका 5 ठुला भूपरिवेष्ट राष्ट्रहरू। काजाकिस्तान, चाड, मङ्गोलिया, नाइजर र माली। के रहेछ त? क च म न म। काजाकिस्तान, चाड, मङ्गोलिया, नाइजर, माली। विश्वका महत्त्वपूर्ण पर्वत श्रृङ्खलाहरू। हिमालयन पर्वतमाला एसियामा रहेको छ। हिमालयन पर्वतमाला एसियामा रहेको छ। रक्की पर्वतमाला उत्तर अमेरिका। रक्की पर्वतमाला उत्तर अमेरिका। एन्डिज पर्वतमाला दक्षिण अमेरिका। राइजी के हो? राइजी एटलान्टिक महासागर। ग्रेट डिभाइडिङ रेन्ज अस्ट्रेलिया। एटलास पर्वतमाला अफ्रिका। आल्प्स पर्वतमाला युरोप। युराल पर्वतमाला एसिया र युरोपको सिमानामा। अक्षांश भूमध्य रेखाको उत्तरतर्फ र दक्षिणतर्फ गरी जम्मा कतिवटा अक्षांश रेखाहरू छन्? 180। भूमध्य रेखाको उत्तरतर्फ र दक्षिणतर्फ गरी जम्मा कतिवटा अक्षांश रेखाहरू हुन्छन्? 180। जेरो अक्षांश रेखालाई के भनिन्छ? भूमध्य रेखा। जेरो अक्षांश रेखालाई के भनिन्छ? भूमध्य रेखा। अक्षांश रेखाहरू कस्ता आकारका हुन्छन्? पूर्णवृत्त। अक्षांश रेखा कस्ता आकारका हुन्छन्? पूर्णवृत्त। ध्रुवमा अक्षांश रेखा कुन रूपमा हुन्छ? बिन्दुमा हुन्छ। ध्रुव अक्षांश रेखा कुन रूपमा हुन्छ? बिन्दुमा हुन्छ। अक्षांश रेखाहरू कति डिग्रीको फरकमा हुन्छ? 1 डिग्रीको। प्रत्येक दुई अक्षांश रेखा बीचको फरक दूरी कति हुन्छ? 111।
प्रत्येक दुई अक्षांश रेखा बीचको फरक दूरी कति हुन्छ? 111। पृथ्वीको सतहको कुनै निश्चित स्थानबाट पृथ्वीको व्यासको सो ठाउँको विपरीत स्थानलाई प्रतिलोम भनिन्छ। पृथ्वीको सतहको कुनै निश्चित स्थानबाट पृथ्वीको व्यासको सो ठाउँको विपरीत स्थानलाई प्रतिलोम भनिन्छ। प्रत्यानह रेखाको पूर्व वा पश्चिमको कुनै ठाउँको कोणिक दूरीलाई के भनिन्छ? देशान्तर भनिन्छ। प्रत्यानह रेखाको पूर्व वा पश्चिम कुनै ठाउँको कोण दूरीलाई के भनिन्छ? देशान्तर। प्रत्यानह प्राइमेडियन रेखाको देशान्तर कति हुन्छ? 0 डिग्री। देशान्तर रेखाहरू जम्मा कतिवटा हुन्छन्? 360। देशान्तर रेखाहरू जम्मा कतिवटा हुन्छन्? 360। प्रत्यानह रेखा भनेको ग्रिनविचबाट खिचिएको रेखा हो। प्रत्यानह रेखा भनेको ग्रिनविचबाट खिचिएको रेखा हो। उत्तरी ध्रुवबाट ध्रुव तारालाई हेरेमा ध्रुव ताराको उचाइ 90 डिग्रीको हुन्छ। देशान्तर रेखाको हरेक 1 डिग्रीमा कति समय फरक पर्छ? 4 मिनेट। कुनै ठाउँको स्थानीय समय पत्ता लगाउन के को सहयोग लिइन्छ? देशान्तरको। कुनै ठाउँको स्थानीय समय पत्ता लगाउन के को सहयोग लिइन्छ? देशान्तरको। अक्षांश रेखा वृत्ताकार हुन्छ भने देशान्तर अर्धवृत्ताकार। दूरी निकाल्न प्रयोग हुने अक्षांश। देशान्तर चाहिँ समय निकाल्न प्रयोग हुने। 1 डिग्रीको फरक। 1 डिग्रीको 111 हुन्छ भने 1 डिग्रीको 4 मिनेट हुन्छ देशान्तरमा। 90 + 90 181 हुन्छ भने 180 110 360। अन्तर्राष्ट्रिय तिथि रेखा ग्रिनविचदेखि पूर्वमा 180 सम्म 12 घण्टा समय के हुन्छ? छिटो 1 दिन बढाएर। ग्रिनविचदेखि पूर्वमा 180 सम्म 12 घण्टा समय के हुन्छ? छिटो हुन्छ 1 दिन बढाएर। ग्रिनविचदेखि पश्चिममा 180 सम्म 12 घण्टासम्म के हुन्छ? ढिलो हुन्छ 1 दिन घटाएर। नेपालको प्रामाणिक समय कहिलेदेखि लागू भएको हो? नेपालको प्रामाणिक समय कहिलेदेखि लागू भएको हो? 2042 1 महिना 1 गते। 2042 1 महिना 1 गते। नेपालको प्रामाणिक समय कसरी निर्धारण गरिएको छ? 86 डिग्री 15 डिग्री पूर्वी देशान्तर रेखाको आधारमा। नेपालको प्रामाणिक समय ग्रिनविच मिन टाइम भन्दा कति समय अगाडि मानिएको छ? 5 घण्टा 45 मिनेट। ग्रिनविचको समयलाई आधार मानी अन्तर्राष्ट्रिय समयको निर्धारण कहिले गरिएको हो? 1884 नोभेम्बर 1। ग्रिनविचको समयलाई आधार मानी अन्तर्राष्ट्रिय समयको निर्धारण कहिले गरिएको हो? 1884 नोभेम्बर 1। नेपालको प्रामाणिक समय कुन स्थानलाई आधार मानी निर्धारण गरिएको छ? गौरीशङ्कर हिमाल। गौरीशङ्कर हिमालको उचाइ 7134। यो चाहिँ रोरबालिङ हिमश्रृङ्खलामा पर्छ भनेदेखि यो चाहिँ दोलखा जिल्लामा पर्छ, बागमती प्रदेशमा पर्छ। नेपालको प्रामाणिक समय भारतको प्रामाणिक समयभन्दा कति छिटो छ? 15 मिनेट। नेपालको प्रामाणिक समय अमेरिकाको प्रामाणिक समय कति छिटो छ? अमेरिकाको चाहिँ 10 घण्टा 45 मिनेट। अन्तर्राष्ट्रिय तिथि रेखा पार गर्नासाथ कति समयको फरक गणना हुन्छ? 24 घण्टाको। नेपालमा कतिवटा प्रामाणिक समय छ? एउटा मात्रै रहेको छ प्रामाणिक समय। संयुक्त राज्य अमेरिकाका कतिवटा प्रामाणिक समय छन्? 5 वटा रहेको छ। दिउँसो 12 बजेपछिको समयलाई के भनिन्छ? अपराह्न पास्ट मेरिडियन PM। रातको 12 बजेपछिको समयलाई के भनिन्छ?
पूर्वाह्न एन्टिमिडियन एएम। अन्तर्राष्ट्रिय एकाइ भनेको के हो? पूर्व र पृथ्वी र सूर्य बीचको दूरी नाप्ने एकाइ। अन्तर्राष्ट्रिय एकाइ भनेको के हो? पृथ्वी र सूर्य बीचको दूरी नाप्ने एकाइ। पृथ्वी र सूर्य बीचको दूरी कुन एकाइमा नापिन्छ? प्रकाश वर्ष र कस्मिक वर्ष। प्रकाशले एक वर्षमा पार गर्ने दूरीलाई के भनिन्छ? प्रकाश वर्ष। एक कस्मिक इयरमा कति दूरी हुन्छ? 1.5 × 10⁸ किमी हुन्छ। एक प्रकाश वर्ष लाइट इयरमा चाहिँ कति दूरी हुन्छ? 9.46 × 10⁻12 किमी। पर्वत श्रृङ्खलाले विश्वको कति प्रतिशत भूभाग ओगटेको छ? 12%। समुद्रको पिँढीबाट सबैभन्दा उच्च पहाड कुन हो? समुद्रको पिँढीबाट सबैभन्दा उच्च पहाड कुन हो? मौनाकको। सबैभन्दा ठुलो ज्वालामुखी पहाड कुनलाई मानिन्छ? मौना लोआ, अमेरिका। हिन्दू देवताको वासस्थान भएको पर्वत कुन हो? सेमुरू, तिब्बत। विश्वमा सबैभन्दा बढी फोटो खिचिएको र चित्रलेखन गरिएको पहाड कुन हो? जापानको माउन्ट फुजी। माउन्ट आरारात पर्वत कुन देशको अग्लो पर्वत हो? टर्की। माउन्ट आरारात पर्वत कुन देशको अग्लो पर्वत हो? टर्की। साइनाई पहाड कुन देशमा पर्छ? इजरायल। साइनाई पर्वत इजरायल। इजरायल हिन्दू ऋषिमुनिहरूको वासस्थान भएको पर्वत कुन हो? विन्ध्याचल। जापानको पवित्र पहाड कुन हो? माउन्ट फुजी। जापानको पवित्र पहाड कुन हो? माउन्ट फुजी। श्रीलङ्काको पवित्र पहाड कुन हो? एडम पिक। श्रीलङ्काको पवित्र पहाड कुन हो? एडम पिक। नेपालको पवित्र पहाड भनेर केलाई चिनिन्छ? गौरीशङ्कर हिमाल। विश्वको सर्वोच्च टापु पर्वत कुन हो? जाजापिक, न्युगिनी। विश्वको सर्वोच्च टापु पर्वत कुन हो? जाजापिक, न्युगिनी। आल्प्स पर्वत कुन महादेशमा पर्छ? युरोप। कुन पर्वतमालालाई सम्पन्न पर्वतमाला भनिन्छ? एन्डिज। अस्ट्रेलिया महादेशको सबैभन्दा लामो पर्वत श्रृङ्खला कुन हो? ग्रेट डिभाइडिङ रेन्ज। सबैभन्दा लामो पर्वतमाला कुन हो? दक्षिण अमेरिकाको एन्डिज पर्वतमाला। एन्डिज पर्वतमाला कुन देशदेखि कुन देशसम्म फैलिएको छ? कोलम्बियादेखि चिलीसम्म।